उभे उभे कडा ओइ ला 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 थैट डेन्जर गयो नि झामझुम गयो नि तिम्रो थैट ल रोक तान्छु रोक 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 ताना त कता जाने भयो ल झामझुम गयो नि चल्छ र नि यो चल्दैन होला ह्यान्डल सब गयो यार टेन्सन भयो यारमा पुरै गयो बाइक औडै भयो नि तिमी क्या चिप्ले पानीले गर्यो नि चिप्लेको तिम्रो होइन जुत्ता होइन त्यही भएर भयो बाइकको सोच चिनेन यार अब डोराइ लगौँ अब तिमी ओलेर तिमी डोराउ न दुईजना जाऊ न टेन्सन भयो नि यार सोच नि गएको नि कति जति आउँछ 40 आउँछ र त्यति आउँदैन 20-25 जति आउँछ राखिदिनु न यो बाइक लाने अब म बनाउँछु नि आएर मन मेकानिक हो मैले बुझेँ हो हामीले 2 दिनपछि घर जानु कति दिन हाम्रो चाहिँ अब यहाँबाट पेट्रोल झिक्ने कार्यक्रम है यो पेट्रोल चाहिँ साथले मलाई हालिदिनु ला होइन यो बाइक अब त्यति थन्किनु भयो नि त अब पेट्रोल तिम्रोमै हाल साथी हुँदै होइन अनि ल भने मैले हुन्छ नि भने होइन मेरोमा पनि पेट्रोल थिएन त्यति पेट्रोल आउँदैछ साथले पेट्रोल हालिदियो यार मलाई धन्यवाद यार तिमीलाई धन्यवाद यत्रो महँगो पेट्रोल हालिदियो यार कस्तो पेट्रोल थियो कस्तो हुनु पर्यो बाइकको हालत यस्तो भयो गाडी आउँदैछ होइन अब गाडीमा हालेर लानु लाग्यो बाइक चाहिँ यो बाइक अब गाडीमा हालेर लानु लाग्यो यस्तो राम्रो मिरर ग्लास पनि गयो यार यो 1700 पर्थ्यो यार है 1700 बढी पर्छ होइन यो बत्ती बल्ने हो पुरै यो मिरर ग्लास पनि गयो जाम पनि फुटेछ मिरर पनि पुरै फुटेछ बोल्न त यता चाहिँ बोल्दैन होला यो चाहिँ गएको छ यो गएको छ यो चाहिँ बोल्दा यस्तो महँगो थियो यार यो नि गयो 2000 बढी पर्छ यो त होइन साथीलाई कति चित्त दुखेन तिमीलाई बाइक